स्टार्ट गर्दैこの町にはサカさんのこだわりが。この特徴はね、すべて外壁は木ですよ。Wow. 住宅を Already. 建てる際には外壁はすべて木材。他にも区画ごとに色を統一するなど自然と調和した街づくりのためのルールを決定。その他にも景観のために電柱をなくし地中に設置しました。आठवटा जति भयो त हुन्थ्यो कतिवटा खाएर ममा कतिवटा खाएर खायो हुँदैन अचेल घाँसपातको धेरै हुन्छ किन यो यतिखेर घाँसपात सोर्ने बेला हो यो झर्छ नि त サカさんが苦労して作り上げた街。そこには Coba itu कुन कम्पनी हो この街で ऊ त्यो ट्रकको 子供た त्यो ち त の姿を अर्कै हो 表 ट्रक した मात्रै बनाउने फिनो कि के भन्ने कम्पनी हो その फिनो हो कि फिनो 小学5年生の फिनो हो कति डिटेल मान्छे रह कुद्दा नै आ त हिँड्दा हजुर के भन्छ र ए बन्द भएकै राख्दा 世界大会の出場 म त हिँड्दाखेरि पनि हाम्रोमा आउँदैन नि त यो मान्छेलाई डिस्ट्र्याक्ट हुन्छ भनेर してきました。 ここは私有地のため自宅からゴルフ場へはカートで移動できます。 ए तिमीलाई पैसा पो दिने बिर्सेछ चाहिन त खासै चाहिँदैन र पनि पे पेमा छ त छ छन त केही चलाइदिन्छ 小学の兄ユーマさん नहुँदाखेरि कस्तो कस्तो हुन्थ्यो हुन केही चाहिहाल्यो भनेर 5の副賞を誇り現在はテニスの西本圭さんらが所属していたアメリカ बाबा हजुरको अप्ठ्यारो हो छैन बाबा हजुरको मुख चाहिँ देखे छैन अलिअलि देखिया छ कता कता यस खुट्टा हातसम्म मात्र देखे ए त मिलाउनु पर्छ होला त जुम सुम गर्दाखेरि एङ्गल अलिक बढी यता 銀のアリナミ腰痛の人に聞きましたガチンがガッチガチにズーンがズズーンにズキンがズキンに辛い腰痛に銀のアリナミ内側から飲んで効くお試しトライアルサイズあなたの風はどこからそれなら瞬殺いいのそう進化したプレミアム DX 銀の DX 新発売総理の娘が誘拐サラさんの出国空気が確認されたそうです मा तपाईँसँग पनि छैन नि त फेरि म त अहिले निकाल्ने मलाई धेरै जस्तो लाग्यो के अरे बाबुले हात गरेको थियो क्या मलाई देखाएर दिएको जस्तो लाग्यो अहिले निकालेर कता 命がけの大事です多少の出血が必要かもしれない絶対に月曜夜9時こんなことが明るみになったらどうなるか種類が豊富なところ嬉しいよね。飽きさせないところがいいと来たる。1個ちょうだい。出た。阿部ちゃんの1個ちょうだい。これができるんですよ。ルックは。いいな。美味しいよ。ホームパイ。この香り、このサクサク感にどんな秘密が隠されているんだ。それはね700層だから700層。香るバターと700層の生地が美味しい秘密ホームパイ。アーモンドもここまでの放送は買おうと बाबा यस पहिले इन्डियामा नि राजस्थान छ नि त्यो कसरी बन्यो भन् न पहिले नैदेखि राजस्थान थिएन धेरैवटा स्टेट्स मिलेर राजस्थान बनेको त्यो चाहिँ कसरी भयो हाउ खोइ त खै हो तिनीहरू सबै जोडेर राजस्थान बनेको अनि त्यसमा उदयपुर भन्ने पनि थियो अरे नि पहिले इन्डियामा अहिले नि छ अहिले त नेपालमा अहिले छ क्या एउटा कुन जिल्लाको केको नाम छ उदयपुर हो उनीहरूको चाहिँ हाम्रो उदय 小学5年生の सेम छ その実 अहिले 力 पनि は छ पहिले दुईटा उदयपुर थियो पहिले अन्त राजस्थानमा एउटा उदयपुर मिलेको छ क्या अहिले पनि छ क्या त्यही
त्यसको 2 ठाउँ थियो क्यारे ピンそば50センチに寄せる技術も放課後に練習できる環境ということで暗くなっても家の裏にある練習場に移動 यहाँनिर क्र्याबको हातहरू हल्लिन्थ्यो होइन राति हो त これも ए, パパさん अरे अनि किन सिधा हिँड बाबा रेड लाइटमा お願いしたらつけてください नसिकान छन् मलाई ゴルフ漬けの日々を送る翔馬くん छिरिसकेपछि हिँड्नुपर्छ भनेर मैले भनेको छु त छिरिसक्नु त्यो हेर्नु पर्यो कि シニアから世界を目指すジュニアまでがゴルフ場とともに生活を送る街ドイツから来たというトムさんもここに家を購入した一人です。このゴルフはちょっと特別だと思います。メンバーはみんなここは友達です。ワイワイしたりとかもう最高今2時半 अँ त्यो अरू भेटायो ワイワイして के हटायो त्यो काठले अरू भेटायो の仲間が के भेटायो अरू यसलाई रोक्यो नि त हतार हतार छिर्ने त्यस्तो गर्नु हुँदैन この日開催されたゴルフ大会の優勝者を祝うパーティーが行われていました。 Ai, अगाडिको गाडी ゴルフ場と住宅が一体となった街ではゴルフを通じて人と人のつながりが形成されていました。続いてはこちらのコーナーです。海 कस्तो मोटे रहेछはい、ということで茅ヶ崎にやってまいりました。いや、茅ヶ崎といえばビーチですよね。いや、いいですね。この季節のビーチも風が強いですけれども、はい、今日はちょっとなってたんで、今年の7月にオープンした 9 बजेर 20 मिनट गयो 道の駅ってその土地のものが食べられるし、 ए अरू बेला कति बजे आएपछि 22 मा ट्रेनबाट झर्थे अनि त्यहाँबाट 5 मिनेट じゃあちょっとお願いし अनि ます。 30 मा माथि पुग्ने क्या 行きましょう。みんな धेरै छिटो त नहुने धेरै छिटो त नहुने रहेछ ठिकै あ、これですか。湘南茅ヶ崎。 यहाँ नै फेरि अर्को नै खाएको ह 湘南初の道 के छ の駅 उयो 湘 क्या 南茅ヶ崎 लाइट 今年7月に開業する त्यो पछाडि टिभी बन्द गरिदिनु अहिले त्यसलाई वर्क आउँछ 70万人が訪れるなど चल टिभी हेर मैले हेरेँ होइन म त बन्ने मात्रै पाएँ हेलेको छैन त्यही पनि हामी कहाँ आइपुग्यौँ यो हरियो देखेको के होला गेस अदरी बाबुलाई सोधेकै थिएन उधरीको उयो त्यो प्रिन्स होटल छैन प्रतिमा अँ त्यो गोल हो क्या त्यहाँको ए अँ अनि त्यो म्यापमा नि गोलै देखिँदो रहेछ यहाँ उयो त्यो आइफिल टावर जस्तो क्या तेरेबितो भन्छ नि उयो यता बसहरू रहेन बस्ने रुट होइन नि त यहाँ चाहिँ त्यो अहिलेको जस्तै सिदेन भन्छ त्यो हिँड्ने उयो तारहरूमा त्यही भएर यता अलिक तार धेर छन् उयोको होइन यो यस
खोइ मैले त आइफेल टावर जत्रो त देखेन यता थियो त्यता होइन नि त नि उता थियो यता थियो क्या अर्को साइडमा अपोजिट डाइरेक्सनमा हो फर्किँदाखेरि यहीबाट फर्किने है त्यस्तो के भए तँ कतिचोटि देखेको त अनि देखेन त्यो होइन यो ओदोरी कोइन त क्रस भएर फर्किने हो तर ओदरी कइन चाहिँ लामो छ अनि अस्ति हामी कुन कइनमा गएको थियौँ हिजो कस्तो नाम अप्ठ्यारो क्या मोरी मोएरेनुमा मोरेनुमा अरे रेड लाइनमा नि हिँडिरहनु चाहिँ त अघि मैले भने न पसिसकेपछि रेड लाइट भयो भने कट्नुपर्छ भनेर रेड लाइट भयो तिम्रो रोक्यो भने उयो बिचमा रोकिन्छ अनि यताबाट जाने गाडीहरूलाई के हुन्छ ब्लक हुन्छ कहाँ पो अरे माउको खोइ कहाँबाट आयो थाहा छैन थाहा थियो अरे मान्छेहरूको खुल्दो रह अहिले खुलेख यताको नखुलेर यताको खुल्नु पर्ने के हो सबैतिरको खुला छ एकैचोटि मान्छेहरूको गाडीहरूको सबैजनाको एकैचोटि खुल्छ गाडीको सबैतिरको खुल्यो भने के हुन्छ एकैचोटि क्रास अब कताको उताको होला उयो त यो त हामीले माथिबाट देख्थ्यौँ त नि भनेपछि कहाँ आइपुग्यो तल्लो पनि अबको यता लाग्ने सिङ्गोमा त्यो ट्रक रोकिरहने अगाडि त्यहाँ त्यो त अझै धेरै अगाडि छ त्यो गाडीहरू गइरहने कति टाइम लगाएको अझै यहाँको दुईवटा आगे छ ए होइन एउटा होला जामालाको जापानिज बच्चा हेर के लगाएको अब खुल्छ होइन अब खुल्ने त होला नि अहिले हामी मेन रोडमा होइन वान वेमा होइन राजाको मोबाइल छ यहाँबाट हो त जाने अब चिमैले अनि आइसक्यो त नि स्ट्राइक पनि हो यो ओइ मैले देखेको त्यही त हो त उयो भने क्या माथिबाट देखिन्छ क्या अहिले काम गर्दा यो भित्र पार्क हो जस्तो छ होइन खोइ के हो यो युरोपियन स्टाइलको बिल्डिङ माथिबाट हेर्दाखेरि पार्क देखिन्छ क्या पुरातात्विक विभाग जस्तो खुट्टा निधाएर तपाईँ जापानमा त सबसे धेरै ऊ पर्छ के भन्छन् भुइँचालो आउँछ है मैले आएदेखि एकचोटि मात्र भुइँचालो थाहा पाएको छु एक्लै भए बेला भुइँचालो आयो नि के लुक्ने कहाँ लुक्ने के कुनै चिजको मुनि लुक्ने लाइक टेबलको मुनि होइन अलि ठुलो आयो भने ए होइन तिम्रो लेखेको हो त नि बाबा सोलारिया होटल बाई मम्मा बाई बिजी नै छ जस्तो छ मम्मा बाई ओके आज त पानी पनि हातमा बोकेर जाने दिन आयो पोखेर मरेछ अनि खै जाने ल्याउनु भएको थियो नि अहिले बाई ल सकिन भन्दा एकछिन अगाडि भन्न सकिनु भन्दा होइन सक्यो
अब कहाँ जाने पैसा लिन